लगाई साँझ चाहिँ अब दुबई टु अब नेपाल अब जान लाग्यो यो चाहिँ मेरो गाडी हो लिम्बू जाई मलाई ड्राइभर राखेर छोडेर जानुभयो होइन म राम्रोसँग सम्हाल्नेछु यहाँ लिम्बू जाई 300 नम्बर है ल ल अब यहाँदेखि अब बेच्नु दिन सुरु हुँदैछ अब सबैसँगले अब यहाँबाट गएर चाहिँ त्यही भन्छ कि तिमी पनि छैन मेरी क्रिसमस अघि ह्याप्पी क्रिसमस भनेर एउटा मैले ल गाडी गइरह्यो अब यहाँ जानु पऱ्यो अब हामी चाहिँ लागिसकेको गाना पनि ओभर गाना पनि यो गाना त सदाबहार गाना भन्छ रमनाको यता हाम्रो काका हुनुहुन्छ उहाँ सोल्टिनी जानु हुँदो रहेछ हल्का गाना In 200 meters, use the right lane to अब हामी चाहिँ लागिसकेको गाना पनि ओभर गाना पनि यो गाना त सदाबहार गाना भन्छ रमनाको यता हाम्रो काका हुनुहुन्छ उहाँ सोल्टिनी जानु हुँदो रहेछ हल्का गाना In 200 meters, use the right lane to टक्कै यहाँ चाहिँ रातिको अब 12:10 भइसकेको छ In 200 meters, turn right on Kumasha Road. नेपाल दुबई टु काठमाडौँ जानु लागेको ठ्याक्कै अब टर्मिनल 2 है ठ्याक्क जङ्गल जान्छ ठ्याक्कै अब DXB to KTM DXB टु KTM दामी तरिकाले जाँदैछ हामी स्लो मोसनमा वर्ल्डको सबैभन्दा लामो ब्लग बनाउनु पर्यो ठ्याक्क दुबई टु के अरे DBX टु के अरे KTM हो ढ्याङ्गसँगले अब घर गएपछि त फेरि अब ब्लगहरू त अब खतरा आउने होला लिम्बू दाइको होइन ब्लग त अब आउँदैन हौ सर In 600 meters, use the right lane to turn right on Nashwan Road. थोरैले चाक्लो चाहिँ ठुलो नेपाल पनि यस्तो हुनसक्छ अब भयो भइजान्छ अब राम्रो राम्रो नेताहरू आउँदैछ नेपालमा पनि यस सम्भव छ राखेरै छ In 1 kilometer. एयरपोर्ट आइसकेको छ यहाँ चाहिँ एयरपोर्ट आएको यहाँ नेपालीहरूले सामान भनेर यहाँ चाहिँ एयरपोर्टमा आइपुगेका छौँ राम्रोसँगले एयरपोर्टभित्र छिरियो एकदमै धेरै छ यहाँ मान्छे कत्रो भिड हौ बाफरे ल ल ल ल यो पुच्ची झन्नै लड्यो फेरि हो ल के गरे हो अलिकति एक्लै हुँदा चाहिँ भिडियो खिच्न पनि अलिकति गाह्रो हुँदो रहेछ त्यही पनि अब अलिअलि नेपाल एयरलाइन्स हो या नेपाल एयरलाइन्स हो जहाज चाहिँ त्यो एकदम ठुलो छ भित्र प्रवेश गर्यो यहाँ त कतिवटा रहेछ बाफरे यता दुई साइड एक साइडमा 2 जना अनि उता साइडमा 2 जना यो 3 बिचको लाइनमा चाहिँ 3 लाइन रहेछ म चाहिँ एक्लै भएर कोहीसँग बोलचाल छैन अब हेरौँ छेउमा चाहिँ को पर्छ म चाहिँ छेउको सिटमा छु नेपाल एयरलाइन्स हिमाल सगरमाथा चट्टै देखाइरहेको छ यहाँनिर यस्तो छ ठुलो छ यार प्रायः 2 भन्दा ठुलो छ त्यसले चाहिँ ठुलो छ खासै सिजन नभए तापनि मान्छे चाहिँ एकदमै धेरै ठुलै छ खाली नै छैन दुबई DXB टु काठमाडौँ KTM कोही कसरी जान्छ भन्ने कुरा चाहिँ यहाँ चाहिँ नक्सा हेर्न सकिन्छ दामी नक्साहरू पनि देखाएको छ यहाँनिर स्क्रिनमा
फाइनली हामी चाहिँ काठमाडौँ आइसक्यौँ है त अब नेपालको भूमि प्रवेश गरिसकेका छौँ र काठमाडौँमा एकदमै छिटो अनि राम्रोसँगले नै आइपुग्यो एकदमै। अब हामीहरू चाहिँ प्लेनबाट ओर्लेर बसमा सवारी हुन लागेको छु। अब यहाँदेखि चाहिँ आएको प्लेनलाई चट्टसँगले हेर्न सकिन्छ है त नेपाल एयरलाइन्स चन्द्र सूर्यको लोगो एकमात्र झन्डा हाम्रो देशको झन्डा। यो गाडीमा चढेर अब जाने म चाहिँ यहाँभित्र जाने बित्तिकै एउटा सिट पाउँछु त्यो सिटमा चाहिँ छिटो गरेर हतार हतार बसिहाल्ने हो किनभने मैले यहाँ भिडियो साइडको यसो खिच्नु थियो अलिकति त्यही खिच्नलाई चाहिँ म त्यहाँ बसेर अलिकति भिडियो पनि खिचिहालेँ। अब यो नेपालको एयरपोर्टभित्र छिरिसकेपछि चाहिँ अब यहाँ सट्ट अब पासपोर्ट देखाएर बोर्डिङ पासहरू देखाएर अब के स्टाम्प सिस्टम हानिदिने होला। अब त्यहाँ गर्नको लागि चाहिँ अब जाँदैछौँ। अब खासै बिजी छैन हामीसँग आएको ग्रुप मात्रै भएको कारणले अलिक छिटै हुन्छ होला यहाँनिर। फाइनली अब यहाँ प्रवेश गरिसक्यो सामान वेटिङमा छ। टली पनि ल्याइयो अब सट्टसँगले सामान कहाँ छ त अब लगेजहरू कहाँ आउँदैछ त अब हेर्दै हेर्दै जाने हो। यहाँ अब देखियो भने सोध्नुपर्ने अवस्था पनि आउँछ। अब गइरहेछ यहाँ चाहिँ म कस्तो अलिक अलमल्ल परेँ कि आफ्नो सामान होला भन्ने चाहिँ हेर्दै बसेँ है भिडियो चट्टसँग खिच्दै तर अनि होइन पनि रहेछ के लाटा जस्तै पुरा एक साइडमा हेरेर बसिरहेको कि करिब 1 घन्टा कुरेपछि चाहिँ सामान आइपुग्यो। अब लिएर जाने तयारीमा छु म। ल सामान बल्ल आइपुग्यो अब कति गइरहेछ है। सामान लिएर जाइदिन्छ। अब असली समस्या भने चाहिँ यहाँबाट सुरु हुन्छ कि अब यो बाहिर निस्किएपछि ट्याक्सीवालाले तानेर यार पछ्याएर हैरान बनाउँछ। अब हेरौँ है त यहाँ पनि अलिक के भन्छ। अब ए होटेल जाउँ छैन छ मेरो ट्याक्सी भन्दा पनि एकदमै खेदै गर्छ। ल अलिकति छोडौँ मलाई हौ बाटो। बाटो बाहिर लिने कि
मैले चाहिँ पठाउ पनि बुक गरिसकेको छु र अब पठाउ पनि आउँदैछ पठाउ पनि अब आइसकेपछि यो चाहिँ गौशाला दिनाले पर्तिर हो पठाउ पनि पाएँ अनि एकदमै सजिलो पनि भइरहेको छ दलाली गर्नुभन्दा पठाउमा कति छ ठ्याक्कसँगले दिने टेन्सनै छैन के एकदमै राम्रो सुविधा अहिलेको चाहिँ हालसालको मेरो तर्फबाट यो भन्न चाहन्छु फाइनली म चाहिँ रुम आइसकेँ यो चाहिँ रुम अगाडिबाट खिचेको भिडियो हो एकदमै दामी भ्यू देखिरहेको छ काठमाडौँको मौसम चाहिँ एकदम चिसो छ रमाइलो छ दामी छ यस्तो दामी दामी भिडियो र केही समथिङ न्यू लिएर आउने छु है त धन्यवाद PHANKYOU थ्याङ्क यू फर वाचिङ